हेलो आइएल्स राइटिङमा हाम्रो राइटिङको मार्किङ कसरी हुन्छ त्यो आज हेरौँ। एक्जामिनरले हाम्रो राइटिङबाट के खोजिरहेको हुन्छ भन्दाखेरि चारवटा कुरा खोजिरहेको हुन्छ। नम्बर 1 मा छ टास्क अचिभमेन्ट। यो टास्क अचिभमेन्ट भनेको हामीलाई क्वेसनले के गर्न भनेको छ, के रेस्पोन्समा एसे लेख्न भनेको छ अथवा टास्क 1 मा हामीलाई के कम्पेरिजन डाटाहरू दिएको हुन्छ त्यसलाई हामीले फुल्ली एक्सप्लेन गरेका छौँ कि छैनौँ भन्ने कुरा चाहिँ टास्क अचिभमेन्टले हेर्छ। नम्बर 2 मा छ लेक्सिकल रिसोर्सेस। लेक्सिकल रिसोर्सेस भन्ने बित्तिकै हामीले एप्रोप्रिएट वर्डहरू युज गरेका छौँ कि छैनौँ। हामीलाई दिएको जुन टपिक छ, हामीलाई दिएको जुन एसेको जुन टपिक छ त्यो टपिकसँग रिलेभेन्ट भोक्याबुलरिजहरू हामीले युज गरेका छौँ कि छैनौँ र त्यो भोक्याबुलरिजमा भेरिएसन ल्याएर आएका छौँ कि छैनौँ भन्ने कुरा लेक्सिकल रिसोर्सेसले हेर्छ। थर्डमा छ कोहिरेन्स एन्ड कोहिजन। अब हामीले हाम्रो ओपिनियन दिँदाखेरि हामीले कतिको लजिकल आइडियाजहरू दिएका छौँ र त्यो लजिकल आइडियाजलाई चाहिँ हामीले राइट वेमा एकअर्कासँग लिङ्क अप गरेका छौँ कि छैनौँ र राइटिङको फ्लो हेर्छ कोहिरेन्स एन्ड कोहिजनले। ग्रामेटिकल रेन्ज एन्ड एक्युरेसी यसले चाहिँ हाम्रो ग्रामर हेर्छ र सँगसँगै सेन्टेन्स कन्स्ट्रक्सन पनि हेर्छ। हामीले टाइप्स अफ सेन्टेन्सेसमा भेरिएसन लिएर आएका छौँ कि छैनौँ, जस्तै सिम्पल सेन्टेन्स सिम्पल स्ट्रक्चर युज गरेका छौँ कि कम्प्लेक्स स्ट्रक्चर युज गरेका छौँ कि बेटर टु युज कम्प्लेक्स स्ट्रक्चर। सो यदि हामीले यो चारवटा कुरालाई ध्यानमा राखेर हाम्रो राइटिङ प्र्याक्टिस गर्यो भने डेफिनेटली हाम्रो राइटिङमा राम्रो स्कोर आउनेछ।